हेलो एभ्रिवान, नमस्ते। आज चाहिँ हामी बिहान आन्टीको घरमा जाँदैछौँ किनकि हामीले केही सामानहरू लिनु थियो। हामी माथि पुग्दाखेरि आन्टीहरू उठेको पनि थिएन। हामी यसरी कुरिरहेको यिनीहरूले पनि कुरिरहेछ। आन्टी उठेर पनि चाबी खोजिरहेछन् कि कता राखे भनेर। त्यसपछि चाहिँ हामीलाई चाबी खोलिदिनु भयो अनि हामी चाहिँ भित्र। यो भित्तामा भएको चित्र चाहिँ पुरा दिदीले बनाएको अरे के। यो चाहिँ आन्टीहरूको गार्डन। कति राम्रो राम्रो फुलहरू रहेछ कि कस्तो मन परेको मलाई। यो चाहिँ ड्रागन फ्रुटको बुट्टा हो। ड्रागन फ्रुट फलेर पनि खाइसके। यो चाहिँ पुदिना हो। यो फुल चाहिँ कति राम्रो के, जति हेरौँ त्यति हेरौँ लाग्ने के। अनि मैले चाहिँ रोजमेरी टिपेँ किनभने हामी चाहिँ रोजमेरी नै टिप्न आएको थियौँ। अनि आन्टीले चाहिँ स्ट्रबेरी टिपिदिनु भयो। त्यसपछि चाहिँ हामी तल घर फर्क्यौँ। आजलाई चाहिँ यति नै। मलाई चाहिँ लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। See you next video. Bye bye.